नमस्कार साथीहरू, तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ हामी यसो यहाँ सिमली खुन्ने कार्यक्रममा लागिरहेछौँ। सिमली खानलाई यहाँ माथि चाहिँ डाँडामा चाहिँ सिमली फलेको छ, हामीलाई फलेको छ भन्ने लागिरहेछ। पावललाई चाहिँ अघि गइसक्नु भयो। तपाईँ हेर्नुहोस् गाइजहरू, यहाँ माथि डाँडामा चाहिँ यो चाहिँ सिमलीको रुख हो। हामी यहाँ गएर सिमली खुन्नेछौँ। तपाईहरु निरन्तर भ्लगमा रहिरहनु होला साथीहरू। ल हामी चाहिँ डाँडामा सिमली खुन्ने ठाउँ आइपुगेको छौँ। हाम्रो पावल दाइले एकदमै मेहनत गर्दै हुनुहुन्छ। ल सिमली कडा हो, सिमली सिमली तरुल काठमाडौँमा सिमली यस्तो देखेको छ। जस काठमाडौँमा आएर पनि सिमली खुनेर खाइने भयो। सिमलीको रुख चाहिँ यही हो। रुख भन्नु कि बोट भन्नु अब यार। ल पावललाई एक दुई शब्द भनिदिउँ त, सिमली खुन्दा कस्तो महसुस भइरहेछ काठमाडौँमा आएर सिमली खुन्दा? हेर, 2-4 तल भित्तामा खन्यो सकिएन, अनि यहाँ आएछ पोहोर रोपेको हो। अनि यसपालि यसो खानु पर्ने भनेर सिमली रोप्ने पनि है फेरि अर्काको खुनेको होइन, हामीले पावलले रोप्नु भएको सिमली पनि। ल मै रोपे हो, टक्क काट्यो जस्तो छ त्यहाँनिर, काटेछ अलिकति अलिकति काटेछ। हेर्नुहोस् गाइस, सिमली निस्क्यो अब। ल भाँचेछ। ल पावलले एकदम मेहनत गरिरहनु भएको छ। टक्क यो डाँडाबाट चाहिँ फेरि यस्तो भ्यू पनि देख्छ है। हेर्नु है गाइसहरू, कत्रो वाह। ल अर्को निस्किन लागेको हो। छिन यहाँ यति भइसक्यो है। ल ठिक छ ठिक छ। म चाहिँ यसो पावललाई सहयोग गर्ने मात्र हो। पावललाई एक्लै गर्छु भन्छ। हाम्रो दाइ एकदम मेहनत हुनुहुन्छ। किन केटोलाई दुःख दिनु भनेर नि एक्लै गरेको। जे काम पनि गर्नुहुन्छ। ठक्क हामी चाहिँ आज चाहिँ जस्ट त्यो क्रिसमसको लागि चाहिँ यसो भाँडा मात्नुको लागि पानी जानुलाई, अब यहाँ पानी जतासुकै छोड्नु पनि भएन नि त। अनि पानीको लागि खाल्टो खुन्न आएको थियौँ। पावल दाइ आउनुभएको थियो। अनि पावल दाइलाई के जाँगर चल्यो, एक्कासी सिमली खुनेर खाउँ भन्नुभयो। अनि लन्त भनेर डाँडातिर उक्लियो हामी त यार। पावल दाइले मेरो यहाँनिर नि खुनिसक्नु भएको छ। अनि यस्तै छ। देखाइदिउँ न सिमली। ल ल निस्किने छ है। खासमा यो चाहिँ कस्तो भन्दाखेरि यो चाहिँ यसको जरा हो कि, साँच्चै भन्नुपर्दा चाहिँ यो जरालाई हामी अब यो कसरी चाहिँ बनाएर कसरी ल सिमली लो खाने भाउ है कटा हो। धेरै होइन, एउटाको 500 रुपियाँ। बजारमा महँगै छ छन् चाहिँ। ओरिजिनल ताजा हो। ल ल खाने भयो। ल ल त्यहाँ निकै भइसक्यो। खाने भए अब अझै हामी कति खुन्छौँ पावललाई हामी? अब यहाँ यति नै खन्ने हो, धेरै भइसक्यो। अन्त देखेकोले खन्ने हो। बोट चाहिँ यता उफ परसँग छ। जस हाम्रो त एकदमै मेहनत गर्नुहुन्छ। पोहोर खुनेर अब पोहोर रोपेर यसपाल अब यसो टक्क भोलि चाहिँ क्रिसमस हो है साँच्चै भन्नुपर्दा। अनि आज चाहिँ यसो सिमली खुनेर खाजासाजा खाएर सबै कामहरू सकेर चाहिँ भोलिको लागि प्रिपेरेसन गरेर बस्नुपर्छ। ओहो निकै ठुलो निस्क्यो यार त्यो पनि। गाइसहरू ओ सिमली। ल हेर्नु यहाँ कति भइसक्यो। ल हाम्रो चाट चाहिँ यहीँ तल हो। चर्च चाहिँ यहाँ तल हो। यो चाहिँ चर्च हो। अनि त्यहाँ स्कुल छ। अनि यो माथि एउटा स्कुल। ल यो डाँडामा चाहिँ नि यहाँ चाहिँ जे पनि छ क्या साँच्चै भन्नुपर्दाखेरि। ओ सिमली आयो, ओ कता हो। यस यत्रो त्यो सिमली काठमाडौँमा देखेको छ। ल
चैतर सिमली साला हो ल अब चाहिँ हामी लाग्नुपर्छ होला तल यति नै खुनेर यहाँ निकै नै भइसक्यो यसलाई अब तासेर धोएर बनाउँदाखेरि निकै टाइम पनि लाग्छ धेरै अब अर्कोचोटि पनि फेरि बनाउनु पर्छ हामीले खुनेर खानुपर्छ अर्कोचोटि अझै फल्नु बाँकी नै छ यत्रो बोटहरू छ पालो यो बोट कति वर्षसम्म फल्छ फलिसकेको हो फल्नु बाँकी हो एकदम चाम्रो भनेपछि रहेछ यो एक बोट चाहिँ एकचोटि मात्र फल्ने भयो नि त ल अब एक दुईवटा बोटको निकाल्यो अझै बाँकी छ त्यो चाहिँ अलिक पछाडि निकाल्नुपर्छ यहाँ चाहिँ अब कस्तो भने नि गाईहरू यो डाँडा जे हो पनि यो। यो डाँडामा जे पनि छ कि भोटेको रुख पनि छ त्यो चाहिँ बगैँचा फलफुल बगैँचा भनौँ न अनि यहाँनिर केराको बोट पनि छ गाई तपाईँहरूलाई म केरा पनि देखाउँछु टक्क बनाना पनि फलेको छ यो। टक्क यहाँनिर छ क्या यो पनि अब हामीले पाकेपछि लिएर जानुपर्छ अनि यसलाई चाहिँ टक्क राखेर चाहिँ पकाएर चाहिँ डोलो पारेर पकाएर खानुपर्छ। यहाँ सिमुली छ भनेर फुटेको यो यहाँ सिमुली छ यो छ नि यो फुटेकोहरू चाहिँ पावल दाइको भनाइअनुसार चाहिँ मलाई पनि थाहा छैन पावल दाइको भनाइअनुसार चाहिँ यो जुन फुटेको छ नि गाइजहरू साथीहरू यो चाहिँ सिमली फलेको ठाउँ अरे क्या सिमली फलेर चाहिँ मुनिबाट अब टक्क फुटेको यहाँनिर नि अब पाल्दै खुन्ने भनेर सोच्दै हुनुहुन्छ यहाँनिर ल यो बोट पनि टक्क फुटेकोमा छ है केटा सिमुली ल ल हेरौँ है त साथीहरू अब पाल्दाले सिमली निकाल्दै हुनुहुन्छ ल टक्क फुटेको ल यी निस्किसक्यो यहाँ यी यहाँनिर सिमली निस्किसकेको छ ल देखाएर यो टन्नै यहाँ देखाएर न यहाँ ठुल्ठुलो रहेछ यार टन्नै रहेछ यार यहाँ त यो बोटको चाहिँ सबै निकाल्ने हो होइन यो निस्केको मात्रै अरूले खुवाएन नि त ल ल है साथीहरू सिमल तरुल कहाँ गएको छ ओ काट्यो यार कहाँ छ हो यहाँ म खुनु यसले ढोटो बनाउँछ होइन म आरामले खुन्छु फेरि काट्यो यसले कोट्याउन पाल यसले कोट्याउँ के सर काट्यो यसले बिस्तारै कोट्याउन यहाँ रहेछ यार मुनि मुनि रहेछ क्या हो यता भित्र गएको रहेछ हेलो सिम्बोली फलेको कता हो कस्तो साथ फलेको है सिम्बोली है म त फलेको छैन भन्ने सोचेर थिएँ छैन फल्यो मैले पो रोपेको ल मेहनतको फल
अनि पाल्दै आज बेलुका चाहिँ यही ल। उसिनेर खानुपर्छ क्या है? ए ल साथीहरू, एउटा बोटमा चाहिँ हामीले यति निकालौँ। अझै निस्किने अब यहाँ अझै उता निस्किँदैछ। यहाँ यसो विचार गर्दा फल्नु चाहिँ अरू बोटमा पनि निकै फलेको छ जस्तो छ। तर आज हामी अब यति नै निकाल्छौँ होला सायद। दाइले अब यति नै निकाल्ने भन्ने कुरा गर्दै हुन्छ। पुर्दिने एक बोडी निकालेपछि नि राख्दाखेरि अब मर्नु त मर्दैन? मर्दैन? किन मर्ने? सबै निकाल्यो भने चाहिँ मर्ने हो कि? ल एउटा 2 5वटा एउटा बोटमा निस्केको अझै बाँकी खन्यो भने अझै धेरै आउँछ। आएर सिमलीबारी सिमलीको बोट सिमली खन्यो। ल साथीहरू, हामी चाहिँ सिमली लिएर ओर्लिँदैछौँ। भयो त, बाटो एकदम अप्ठ्यारो छ। पाल्दा चाहिँ खत्रै मान्छे हो कि, यस्तो भिरालोमा सिमली बोकेर कहीँ नसँग तिन्दैछ। म चाहिँ अलिक सक्दिनँ। यस्तो ढिना सिमली खुवाउने गर्नुपर्छ, के गर्नु? ओहो गाह्रो छ। अब मनी ओर्लिनु पर्ने हुन्छ। ल लगाइ चाहिँ हामी चाहिँ सिमल लिएर यहाँ माथिबाट ओर्लेर आइपुगिसक्यौँ। अब यसलाई धोएर टक्क ल ठुलामै अब यो केलाई कुलाई चाहिँ हाम्रो ठुलामीले पो गर्छ भन्दै हुन्छ हौ। गरिहाल्छु नि हो, म गरिहाल्छु। म एकदम खुस छु, खुस छु। ल हाम्रो ठुलामी एकदमै खुसी हुन्छ। प्री क्रिसमस ल आज ल म पकाउने पनि ल पकाउँछ ल हैन ल धुम न, हामी मिलेर धुम न यसलाई टक्क धोएर काटेर टक्क त। ल ओके ल पावललाई धेरै धेरै धन्यवाद। ओके तपाईँलाई धेरै धन्यवाद। अर्जुनले कुरा भएर आएको छ, धन्यवाद। धेरै कुरो छ नि त कुरो त होइन म अलिक धन्यवाद दल्यो होला नि त। उखाले कुरा खनेकै छैन। ल साथीहरू, दामी अब यो सिमललाई धोएर हामी यसलाई केलाएर यसको चाहिँ बोक्रा खानु छ। बोक्रा खायो भने चाहिँ के हुन्छ ठुलो माछा अहिले त मार्दैन, भिटामिन हुन्छ। कहाँ यो रातो हो नि त? त्यो जस्तो हुन्छ, म खाएको छु त। रातो हो नि त। यो बोक्राले माथिन्छ भन्ने कुरा सुनेको थिएँ मैले नि। माथिन्छ अरे कोकरले माग्न मन छ, आउनुहोस् है। यसको बोक्रा खाएर त पुरा मात्र लडीबडी गर्नुपर्छ। अब हामीले जाडा हुँदैन, यसको बोक्रा खाएर लडीबडी गरौँ, आउनुहोस्। अब यसलाई केलाएर टक्क पकाइन्छ। पकाउनु छ नि त। ल साथीहरू, भ्लगमा निरन्तर रहिरहनु होला।
ल साथीहरू हामीले चाहिँ यो सिमल तरुललाई ताछेर धोएर रेडी गरिसक्यौँ। अब यसलाई चाहिँ कुकरमा हालेर उसिन्नु मात्र बाँकी छ। ल साथीहरू ओहो ल हाम्रो सिमल तरुल चाहिँ टक्क पाकिसकेको अवस्था। ल साथीहरू तरुल चाख्दैछु म। लास्टै मिठो रहेछ यार, फुङ रहेछ। ठुलो मामीले साह्रो राम्ररी पकाउनु भएछ। धन्यवाद ठुलो मामी। लास्टै मिठो रहेछ। ल उहाँले पकाउनु भएको, आन्टीले साह्रो राम्रो पकाउनु भएछ। धन्यवाद आन्टी। त हाम्रो ठुलो मामी चाहिँ पुरै खाना खाँदै हुन्छ। ल साथीहरू हाम्रो तरुल चाहिँ पाकिसकेको छ। अब खाने हल्का डोडेको अवस्था हो, तर मिठो छ। मिठो छ। ल